यो मेरो संस्रा घर हो हैन। Oh my god! ट्राफिकको काम गर्छु के ल ए सिटी बज्दैन अच्छा यदि कसैले ढररा फ्रीमा भ्रमण गर्न मन छ भने मलाई कन्ट्याक्ट गर्नु होला म यतिकै तक्कल चुइत्तेबाट उडाइदिन्छु चुइ। मेरो मोबाइलको नम्बर छ 9509598080 मेरो। हेलो गाइज, हामी चाहिँ म चाहिँ काठमाडौँतिर छु हैन। तल आएको 2 दिन भयो। अब 2-3 दिन जति भयो होला। 2 दिन पढियो क्लास बाहिरको लागि, अनि अब 2-3 दिन चाहिँ यत्तिकै बस्नुपर्ने छ। आज दिनदेखि अब घुमघाम हुन्छ, अब यताउति कहाँ गइन्छ। आज यसो छोटो मिठो मिनी भ्लग हाल्दै भनेको होइन। तपाईँ देवदोस बिजी हामी चाहिँ 2 जना मात्र छौँ होइन। तल आज घुम्न कहाँ गइन्छ अब हेर्दै गर्नु ल। हामी चाहिँ अब घरतिर जानु भएको होइन। कलारे मुह चाहिँ यत्रो छ। हामी चाहिँ हिँडिरहेको छौँ होइन। डबल राइट साथीहरू हामी चाहिँ ढररातिर है ढररा जाने हो नि त जाने चाहिँ लास्ट टाइम बाटो नरामै के त्यो पनि हुनसक्छ। बर्बाद भइहाल्छ। के गरौँ हजुर अनजान मान्छे। तेरो बुढीले चुरा कहाँ यहाँबाट कटा गएर हामी जाने यता जाने क्या ओहो फर्स्टबाट उकालो रहेछ। 12 खुट्याउने ठाउँ कि के हो भन्ने ठाउँ फेरि जाम त 12 फुट्यो भने होला। 12 फुट्यो भन्छन्। 12 फुट्यो कहाँ छ त्यसै भनेर हुन्छ यार। सिल्ली भयो त हो जाम काठमाडौँको जाम काठमाडौँको जाम राम्रोसँग डाइरेक्ट पुरै 12 खुट्टेको किन देखाएको राम्रोसँग किले छ कि पत्ती कमाएर हेर्नु मलाई देखाइ ल पुरै जाममा पुगिसके जाममा जसको गाइस हामी यो गाउँ आइपुग्यो होइन। देख्नुहुन्छ यो मेरो संस्रा घर हो होइन। Oh my god! कलाएर मेरो ससुरा चाहिँ यति धनी छ कि काठमाडौँमा यात्रा घर बनाउने भइसक्यो यार। होइन भाइ मेरो ससुराको घर हो महाराज होइन मेरै हो। होइन तिमीहरू कहिले सुध्रने? फुर्सद हुनु पर्यो नि सुध्रिनलाई। जति आँखा यता ध्यान ल जति आँखा लगाउनु छ मतिर लगाउनु है मतिर एउटा घर बारे हो होइन यार। फसाउला फेरि दमल होटेल यहाँ छ है। दमल होटेल के दमल होटेल दमल हो के यस्ता यस्तो कि पहिले नाम सुन्थेँ यसको। बास्केटबल खेल्ने यहाँ साथी हो follow me फेरि यहाँ पनि यस्तै जाम। हेर ध्यान म ट्राफिकको काम गर्छु के ल ए सिटी बज्दैन अच्छा सिटी बज्दैन आज त रमाइलो गर्दै हिँडिन्छ हामी 2 जना मात्रै छौँ होइन। अब के गर्ने यार। समय के छ कुकुरको फुर्सद पनि छैन काम पनि छैन भन्छ त्यस्तै हो क्या अन्त। अब यहाँ चाहिँ अब 2 जना कसरी छिर्ने यार। दाममै ठोकिने काम। तिम्रो एक मुस्कान सिधा मलाई भो त्यो रान्न रे देवे चाहिँ पारिसमा खोज्छ यार। पारि छ पारि जाति एक्लै म चाहिँ अगाडि निस्किहालेँ। खतम छ यार मान्छे।
छिर्न आगे के भन्ने रे अरे कहना क्या चाहते हो? हामी चाहिँ गाउँ गाउँ यार एउटा ठाउँको नाम नि थाहा होइन यार बरु अलमलमा परेँ म भन्ने न ठाउँको नाम के हो यार ठाउँको नाम भने बन्दीपुर हो बन्दीपुर 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 आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला। जे भयो भने ठाउँ चाहिँ बवाल छ है यो ठाउँको नाम चाहिँ के हो थाहा भएन होइन ठाउँ चाहिँ बवाल छ र मान्छे पनि बवाल छन् फेरि हातै दुख्ने रहेछ हो हाम्रो बाजे त साथीहरू देख्न सक्नुहुन्छ भ्यू काठमाडौँको भ्यूहरू है ल अहिले हामी फेरि धरहरा गएर भेट्ने अब हाम्रो अन्तिम पोइन्ट भनेको धरहरामा गएमा के भन्छ धरहरामा गएर भेटौँला ओके सो गाइज हामी चाहिँ पाल थाउ देख्छौँ होइन कुन ठाउँ हो काठमाडौँ नै हो तर बबाल छ उतातिर यो फुलहरू छ बबाल एउटा चोकमा आइपुग्यौँ हामी देख्न सक्नुहुन्छ यता दरबार हाई स्कुल छ मायासको भ्यू यति बबाल छ कि यो स्कुलको प्रिन्सिपल मेरो बाउ हो है सो गाइज हामी धरार आइपुगिसक्यौँ होइन कला त कहाँ हो टिकट लिने पार्दा हो गन्तव्यमा आइसकेको कलर आइपुग्यो गाइज अब भित्र गएर छापा मार्नु छ कसले के गरिरहेछ भनेर के भइरहेछ त्यो घरभित्र त्यति लामो घरभित्र के भइरहेछ त्यो त छानबिन हुन्छ अब के त्यहाँ जस्तो घर त्यस्तै मान्छे लाभै छन् त्यही त गाइज हामी चाहिँ आइसक्रिम खाँदैछौँ है दुईजना बसेर खाने हो खाइरहेछन् टिकट ल्याउनेको भ्यू पारे यसको लागि तर हामी पनि यतै बसिरहेको यतातिर फोटोसोटो खिचिराख्ने चाहिँ धरेर छिरेन बाहिर इन्ट्री चाहिँ भइसक्यो हेर्न माथि ल के टिकट देखाइदिन्छु टिकट हजुर न कति ठुलो यार पछि फर्केपछि हेरौँ न के हो यो आकाश छ त माथि आकाश स्विमिङ पुल भन्दैन स्विमिङ पुल फोटो खिचाउँ कि यार पछि फर्केर खिचाउँला होइन कहाँबाट हान्नु ल केता घुमिरहेछ म पनि यता टप कलर यता आउनु जान्छ
गाइज धरहरा यो चाहिँ के हो यदि कसैले धरहरा फ्रीमा भ्रमण गर्न मन छ भने मलाई कन्ट्याक्ट गर्नु होला म यतिकै तक्कल चुइत्तेबाट उडाइदिन्छु चुइँ मेरो मोबाइलको नम्बर छ 9509598080 मेरो हामी तक्कल धरहरा छ लागिसक्यौँ होइन हामी चाहिँ के भयो भने भित्र चाहिँ यस्तो छ है ल यो तलदेखि लिफ्टमा आउने भनेको होइन लिफ्ट चाहिँ बस आउनको लागि लाइन छ यस्तो लाइन बस्नुपर्ने हुन्छ त्यही भएर हामी चाहिँ हिँड्दै आएको छौँ होइन यो भराङ्गे आएको छौँ तक्कल लगभग 8 फ्लोरतिर आइसकेको छौँ होइन यहाँ चाहिँ यस्तो झ्याल जस्तो रहेछ यहाँबाट भ्यू देख्न सक्नुहुन्छ गाइज एकछिन रोक्नु धरहरादेखिको लगभग 1/2% यो भ्यू हो सबमा पैसा बवाल आउँछ गाइज लगभग लास्टै भयो यार कति हिँड्ने हो लास्ट फ्लोर अब चाहिँ बाहिर निस्किनु लाग्यो होइन बाहिर आऊ ल गाइस बाहिर आइए A few moments later. मान्छेहरु देख्न सक्नुहुन्छ भ्यू हिँड्दा सो गाइस हामी चाहिँ अब ल माथि धरहरादेखि झरेर बसिसकेको छौँ होइन तल एकछिन फोटोसोटो खिच्यो यता यो बसिरहेको छ यता यो पार्कतिर बसिरहेको छौँ हामी चाहिँ बबाल छ लगभग ठिकै छ होइन अन्त बसिरहेको छौँ अब चाहिँ जान लाग्यो होइन ल चमिन गाइस हामी चाहिँ हनुमान ढोका आइपुग्यौँ होइन हनुमान ढोका कि दरबार हो भन्ने ठाउँमा आएको छौँ यस्तो छ यतातिरको भ्यू यस्तो छ माहौल चाहिँ बबालै छ है यतातिर खै हनुमान ढोका भित्र छिर्नुपर्छ कि माथि पुग्छ भन्दै अनि बाजेले हेर मान्छे कसले बाजेले कहाँ पुग्छ रे माथि मान्छे हामी नि हामी जान्दिनँ कि चाहिँ यस्तै कहाँ मिला पर्छ रहेछ होइन माहौल यति बेला के गरेर अब दिन्छ अरे के कतितिर ओहो यता त बवाल छ है ल गाइस यतातिरको भ्यू हेरौँ त यता न ओ सामानहरू त बुढीमा काट्छु अहिले परे सानो मन्दिर छ त्यो के माला नकिन्ने ऊ घन्टी बजिरहेको अरे यार अटोमेटिक ओए पुजारीहरू हुन्छ होला माथिसम्म होइन हामी त अब यहीँबाट हेर्ने तर भित्र पनि जानु हामी भित्र किन जानु पर्यो पूजासुजा गर्ने भए होइन हामी चाहिँ घुम्नको लागि मात्र जोडी परे बा हेर न जस काठमाडौँतिर रमाइलो छ होइन औठी छोड्नु खुकुरी किनेर बोकेर हिँड्ने हो क्या सस्तो मस्तो पाइन्छ हो होइन लगाइदिन्छ र हेर्न
खैरेहरू यो हो यस्तो आफै डिजाइन हानि राख्नु ल गाइस यो मन्दिर चाहिँ मैले सिलिचौरमा त्यो ब्यानर बनाएर टाँसेको देखेको थिएँ त्यो नेक्स्ट लेभल फोटो सेवाको हो कि कुनको हो यार त्यसको त्योमा ल भने एनो त्यो भिडियो सुट गर्दो नि ए त्यही कारण गर्छ के रिपोर्ट के को ए देख्ला के को भिडियो सुट गर्दो के कसको भन्छ यार बुझिन क्या भिडियो सुट गर्नु हो क्या त्यो जस्तो त्योहरू गर्छ नि उहिले गर्छ र भिडियो सुट गर्नु फोटो सोटो खिच्ने खिच्ने नि हामी चाहिँ यहाँ फर्किन लाग्यो होइन लगभग फर्किसकेको छौँ अब गाउँ यस्तो अब ठ्याक्कै बाटो बिर्सियो होइन म्याप गुगल म्याप ट्र्याक गरेर हिँडेको यार यसले पनि कहिले कहाँ घुमाउँछ घरि कहाँ घुमाउँछ के हो बर्बाद हुने अब कसरी कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको भागौँ कि क्या हो देख ये भाइ कहाँ भाग्ने भने तिमी पुगिन्छ हलाउँछ रुममा गाह्रो छ घरि उता जा भन्छ घरि यता जान्छ घरि उता जान्छ घरि फरक फाल्छ के हो गरिरहेको छ बर्बाद छ गाह्रो छ म त मर्छु होला हौ मर्छु होला म पनि काठमाडौँतिर सुरुमा आउँदा लास्ट त गाह्रो पो छ यार मामाहरू कलर मामाहरू हुनुहुन्छ भान्जाहरू फेरि अगाडि उडिरहेको छ त मामा पछि उडिराख्नु भएको भान्जा फेरि अगाडि उडिराख्नु भएको होइन तिमीहरू कहिले सुध्रने अब फुर्सद हुनु पऱ्यो नि सुध्रिनलाई यहाँ दौडा दौड छ एकछिन बसिरहेको हिँड्दै थाकियो क्या तपाईँको यो यहाँ परेर चौकी छ नि त यहाँ नदीको भोकसप पनि लागिसकेको छ अब नास्ता सास्ता पनि खाइन्छ होला गाइस के देखियो यस्तो हिँड्दै गर्दा यो बाटोमा कसको बिहा रहेछ होइन त कलार यो बसहरू निस्किरहेको छैन त बस पार्क यतै नजिकको बसहरू निस्किसक्यो यो भ्यू हेर ल आज चाहिँ मेरो बिहे थियो भन्ने कि सो गाइस म चाहिँ रुम फर्किसकेको छु होइन कलार अब रुम फर्किसकेर पनि बसिरहेको छु अब एकछिन पछि खानसास खाएर सुतिन्छ अब आजको भ्लग यति नै अब त्यसभरि रमाइलो गऱ्यो होइन अब साँझ परेपछि अब घरमा रुमतिर आइयो बसिएको छ अब चाहिँ यति नै हुन्छ होला भयो टाटा।